त्रिवेणी गंगा बगिरहेकी छन् यहाँ, गंगा यमुना सरस्वती। त्यसले गर्दाखेरि हामी भाग्यशाली छौँ। म एकपल्ट फेरि जयकारको आवाज लगाउँछु, हजुरहरूले जयकार छोड्नुहोस्, परम धामसम्म आवाज पुग्न सकोस्। बोलिए तीनपुरी धाम की, समस्त भक्त सुन्दर साथ की, सम्पूर्ण मञ्चमा विराजमान हुनुहुने सम्पूर्ण महाराजीगणहरू, म सबैसँग क्षमा याचना गर्छु। कसैलाई म सम्बोधन गर्न टाइम छैन, समय बलवान छ। यत्फलं नास्ति तपस्या न योगिना समाधिना, तत्फलं लभते सम्यक् कलौ केशव कीर्तनात्। कलियुगमा कीर्तन मात्रै ठुलो कुरो रहेछ, कीर्तनले मात्र हामीले पार गर्न सक्ने रहेछौँ। बिहानदेखि हेरौँ श्रीमद् भागवत आज जन्म अवसर 5औं दिन श्री कृष्ण यो धरतीमा आउनुपर्ने बिचरा हाम्रो महाराजीले त्यो प्रस्तुत गर्ने कथा सुनाउन भ्याउनु भएको छैन, किनकि हामी यही सङ्गीतमा डुबिरहेका छौँ। यो सङ्गीत कस्तो रहेछ, मेरो साथमा यहाँ भाइ हुनुहुन्छ, म भाइलाई कति सम्बोधन गरौँ। यति कलाकार मेरो भाइहरू हुनुहुन्छ, म उहाँहरूलाई मेरो हृदयदेखि ज्ञापन गर्दछु, कोटि कोटि नमन म प्रणाम गर्दछु। सम्बोधन गर्न म गइन, म एउटा दान दिने भजन गाउँदैछु। समय भए बेलुका भएछ भने म हजुर समक्ष फेरि 2-4 शब्द प्रवचनका साथ म केही फेरि भजन्यवासी मेरा भाइ बहिनीहरू हुनुहुन्छ, सबैलाई ग्रुपमा लिएर म एउटा भजन फेरि प्रस्तुत गर्नेछु। टाइम मिल्यो भने है। त्यसैले यो भजनले के भन्छ म शब्द पछि हजुरले सुनिहाल्नुहुन्छ, म यसको व्याख्या गर्दिनँ। जसले दिन्छ धर्मको काममा प्रभुको धाममा, जसले दिन्छ धर्मको काममा प्रभुको काममा, जसले दिन्छ धर्मको काममा प्रभुको नाममा, जसले दिन्छ धर्मको काममा प्रभुको नाममा, प्रभुको नाममा। ताली बजाउनुहोस्। जय हो। आओ संगीत में इसमें साथी डेबिट कार्ड बोकेर आउँदैछ भने कार्ड घोटाएर दिव्य मन्दिर बनाउनु पर्यो है। माताले सबैलाई हुनुहुन्छ।
मन धन द्वारा प्रभु सेवा गरौँ मानवता बचाएर मानि सबै गरौँ मानवता बचाएर मानि सबै गरौँ तन मन धन द्वारा प्रभु सेवा गरौँ तन मन धन द्वारा प्रभु सेवा गरौँ मानवता बचाएर मानि सबै गरौँ मानवता बचाएर मानि सबै गरौँ यो भजनको सबै अर्थ शब्दले बोलिसकेको छ भरे केही टाइम भएछ भने हजुरहरूसम्म फेरि 2-4 शब्दका साथ यस्तै अरू भजनहरू समय मिलेछ भने म गाउने नै छु है त अहिलेलाई महाराजीको समयले म हजुरका चरण कोमलमा कोटि कोटि प्रणाम नमन क्षमा दिनुहोला माफ दिनुहोला।